खाता लाएर खाताद्वारा सम्मान गरिदिन त म अनुरोध गर्न चाहन्छु। अब यो संगीत
कर्मी भनेपछि यो भाषण भन्दा पनि अलि धेरै मान्छेहरूको चाहिँ के हुन्छ भन्दाखेरि नृत्यहरू हेर्ने गीत गाउने होइन त्यो हेर्न चाहन्छु। त्यो भन्ने के हुन्छ फेरि पनि अधिवेशनबाट नयाँ समितिहरू चाहिँ अलि चुस्त र दुरुस्त आओस् र फेरि पनि नयाँ वर्षको शुभकामना गर्दै यो संस्था यस्तो संस्था हो रसुवामा 2054 को संस्था दर्ता ऐन अन्तर्गत चाहिँ दर्ता भएका धेरै 600 वटा भन्दा संस्थाहरू छन् भने रसुवाभित्र एकदमै केही कुराहरू मेरो मनकै कुरा गरिदिनु भएको छ। ठिकै छ, जिल्लाव्यापी कार्यक्रम हुँदैछ, हामी खुसी नै छौँ। बारम्बार हामीलाई मात्रै धुन्चेतिर देखिरहेर पनि फेरि बाटोमा गल्लीमा सधैँ हामीलाई मात्रै देखिरहेर नमजा नै लाग्छ। तर दुःख लाग्दो कुरा चाहिँ पानीका कमहरू भइरहँदाखेरि हामी त्यहाँ सहभागी जनाउन नपाउँदा पनि अलिक दुःख नै लागेको छ। ठिक छ, विश्वबङ्गुलाई पनि हाम्रै माध्यमबाट उहाँलाई नम्बर मित्रहरूमा स्वीकार्नुहोस्। म राष्ट्रिय सङ्गीत कमिसन बागमती प्रदेशको अध्यक्ष दावापुत्र तामाङको व्यक्तिगत र संस्थागत हिसाबले सम्पूर्णलाई हार्दिक नमस्कार। साँच्चै मैले आज यस सभाहरूभित्र प्रवेश गर्दै गर्ने क्रममा भन्नै पर्दाखेरि एक प्रकारले म निराश नै थियो। जबकि हामी हाम्रो रसुवा जिल्ला क्यालेन्डर अनुसार नयाँ वर्षको दिन सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र अब मैले भन्दै पर्दाखेरि अहिले जिल्ला अधिवेशनहरू हुँदै गर्ने क्रममा धादिङ जिल्लाको अधिवेशन समापन भयो। त्यस लगायतै नुवाकोट जिल्लाको अधिवेशन पनि समापन भयो। अहिले तेस्रो जिल्ला अधिवेशन चाहिँ हाम्रो रसुवा तेस्रोमा पर्न गयो। यसपालि यस अधिवेशनको अवसरमा यो कार्यक्रमलाई सफल पार्नुपर्छ, सफलतापूर्वक हामी अगाडि बढ्नुपर्छ, रसुवाको शान र इज्जतलाई अनि रसुवाको कला संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भनेर जो जसले यस कार्यक्रमलाई सहयोग गर्नुभयो तपाईँ सम्पूर्ण सहयोगी मन र धनीहरूलाई म व्यक्तिगत र बागमती प्रदेशको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु। श्रेष्ठ सम्मान पत्र उहाँलाई प्रदान गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। सँगसँगै कलाकार तथा युवा व्यवसायी र हाम्रो संस्थालाई अध्यक्ष विगत लामो समयदेखि अनवरत रूपमा नेपाली गीत सङ्गीत कला संस्कृति लगायत विभिन्न विधालाई माया गर्दै सामाजिक सेवामा निरन्तर योगदान प्रदान गर्दै आउनुभएको राष्ट्रिय सङ्गीत कमिसन रसुवाको 7औं वार्षिक साधारण सभा तथा 14 जिल्ला अधिवेशनका साथै बृहत संस्कृति कार्यक्रम 2022 को शुभ अवसरमा यहाँको अतुलनीय योगदान र सहयोगलाई उच्च मूल्याङ्कन गर्दै उज्जवल भविष्यको कामना सहित यो मायाको चिनो प्रदान गर्दछौँ। हामी दोसल्लाका साथ उहाँलाई यो मायाको चिनो प्रदान गर्दछौँ र हामी सम्पूर्ण राष्ट्रिय सङ्गीत कमिसन परिवार हामी अन्तर्वार्तादेखि धन्यवाद सहित नमन व्यक्त गर्न चाहन्छु। सबै तालीले सम्मान गरिदिनु होला, ताली बजाइदिनु होला।
पहिलोचोटि यो एङ्करिङको काम गरिरहँदाखेरि मबाट बोल्दै गर्ने क्रममा कार्यक्रम चलाउने क्रममा मबाट केही त्रुटिहरू भएर म क्षमा चाहन्छु भन्दै म यो माइक्रोफोनलाई पराकलालाई हस्तान्तरण गर्दै म पनि बिदा हुन चाहन्छु। धन्यवाद। खुसीजी मेरो स्वास्थ्यको महासचिवज्यू आजको सातौँ वार्षिक सम्मेलन चौथो जिल्लाका साथै धेरै संस्कृति 2022 का प्रमुख अतिथि तर हाम्रो कलाकारहरूको एकदम माया गर्ने व्यक्तित्व हाम्रो रसोजिल्ला गाउँपालिकाका अध्यक्षज्यू त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने हाम्रो आमाछोरीको गाउँपालिकाका वडा अध्यक्षज्यू त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकारी कार्य जिल्लाबाट पाल्नुभएका हाम्रो राष्ट्रिय सेक्रेटरी सङ्घ जिल्ला अध्यक्षज्यू बागमती प्रदेशका अध्यक्ष दाउद चौधरीज्यू कार्य जिल्लाबाट पाल्नुभएका राष्ट्रका अधिकारी खानाज्यू सरी त्यसै गरी हाम्रो यस निमन्त्रणालाई स्वीकारी विभिन्न मिडिया मार्फत पाल्नुहुने हाम्रो पत्रकार साथीहरू विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सङ्घ संस्थाका पदाधिकारीज्यूहरू लगायत हाम्रो सुरक्षालाई एकदम सहज बनाउने हाम्रो प्रहरीज्यूहरू हाम्रो राष्ट्रिय सेक्रेटरी सङ्घका विभिन्न यो निमन्त्रणालाई स्वीकारी विभिन्न ठाउँबाट पाल्नुहुने हाम्रो रसोई जिल्लाका स्थानीय कलाकार लगायत विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने सम्पूर्णलाई एकमुसँग परम्परा नामको तर्फबाट हार्दिक यहाँमा आउनुभयो साथै जय गीत जय सङ्गीत टक्कर चाहन्छु। आज मैले यो सङ्गीत कार्यक्रमको यो अध्यक्ष पद समाप्ति गर्दा यो 2 वर्ष कार्यकाल कतिखेर यो समय बितेको मलाई पत्तै भएन। यो सबै प्रकारको माया साथ सफलले गर्दा अझ यस कार्यक्रमलाई सफल बनाउन सफल भएको महसुस मैले गरेको छु। अब हाम्रो केही देशपछि हाम्रो अधिवेशनमा प्रदर्शनबाट हाम्रो नयाँ नेतृत्व साथीहरू आउँदै हुनुहुन्छ। यहाँको साथ सपोर्ट सदैव यसरी नै भइरहेको छ। अब मलाई खासै धेरै बोल्नु पाउँदैन, गाउन चाहिँ पहिला आउँथ्यो होइन, खासै म त्यति बोल्न सक्ने क्षमता भएको व्यक्ति होइन। त्यही पनि आजको यस कार्यक्रममा यहाँ समयको अलिकति महत्त्व भएको कारणले गर्दा आजका यो सम्पूर्ण अतिथिगणहरू लगायत सम्पूर्ण मेरो काका साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम यही समाप्त भएको घोषणा गर्दछु। जय गीत जय सङ्गीत। धन्यवाद।
के अरे खास त्यहाँ दर्ता गर्नुपर्ने हुन्छ बस्नेहरू सबै मिल्यो होइन त्यो तपाईँले त्यो नियम तपाईँले